We were never like this, but growth comes from overcoming challenges, right? So let's see how we overcame our challenges. हाम्रो यो प्रोजेक्टको मेन एम भनेको चाहिँ हाम्रो कम्पनीहरूलाई ग्रोथ गराउने अनि पपुलेसनहरू कम गर्ने चाहिँ मेन एम हो। अनि त्यसपछि यसलाई चाहिँ हामीले कसरी एचिभ गर्ने भन्दाखेरि अब जस्तै यहाँ संविधानलाई हेर्न सकिन्छ, प्रोएक्टिभ लिडर भनेर छ। यसलाई चाहिँ हाम्रो कम्पनीको वर्किङ कल्चरको इन्भाइरोमेन्टमा पनि इम्प्लिमेन्ट गर्न सक्नुभयो। त्यही भएर चाहिँ अहिले हामीले चाहिँ यो केस स्टडीमा धेरै काम गरिरहेको छ। अब यो केस स्टडी काम केमा गरेको छ भन्दा चाहिँ अर्गनाइजेसन कम्पनीमा गरेको छ है। सबैलाई कसरी नर्थ अमेरिका र जापानिज कल्चरहरूलाई फेस गरेर काम गर्दाखेरि त्यसरी चाहिँ हामीले हाम्रो वर्किङ कल्चरमा आएको डिफिकल्टिजहरूलाई फेस गरेर चाहिँ राम्रोसँग इम्प्लिमेन्ट गर्नु पऱ्यो। सबैले बुझ्छ नि काम कसरी काम गरेर। अब हामीले ग्रुपको क्यारेक्टर चाहिँ अलिक आयो काम गरेर खास हाम्रो काम नै के भयो कति ल्यान्ड गर्दा कस्तो काम दिएको हामीलाई यो मै गर्छु कसरी अब ग्रुपमा भएपछि त्यो गर्नु पर्यो नि। त्यही त अनि त्यो दिएको मान्छेले गर्नु पर्यो नि त त्यो काम त। तिम्रो काम के हो? जहिले गेम माथि खेल्दा हुन्छ कहाँबाट आयो गेम खेल्न के गरायो सबहरू जहिले लास्ट चान्स भन्दा के गरायो अनि माथिबाट यिनीहरूको नौटन पनि हिँड्नुपर्छ। कस्तो नौटन मलाई त एउटा विकल्प हालिसकेको छ त्यसो म ताप्ने भइहाल्छु त्यसको मलाई गर्नु कसरी आफै गर्नु हेल्प पनि गर्नु Later that night, Amrit stayed up all night to finish his group's pending.
गऱ्यौ खै म गरिदिन्छु राम्रै रहेछ के पढाउँछ के आएन भाइ राति इचुल जानु किन काम छिटो गयो के भयो चिन्ता नगर्नु ब्याकअप छ नि त यसको भएन भने हुन्छ हेर न मेरोमा राखेको थियो कहीँ जानु सबै काम सब्जी हाल्नु लगभग सब्जी त यो अफिसले गऱ्यो बेलुका गरी अनि लगभग सकिसक्यो अब एडमिट ट्याब्लेट अब के मैले काम चाहिँ लगभग काम सकिँदै राम्रै भएको छ अब हामीले हेर्दा अप्रोच हुनै पर्ने हो मर्निङ गाइस मर्निङ काम सकेको सबै हेरेर एप्लिक गर्नु राम्रो गरेको छु मैले एक्सपेक्ट गरेको थिइनँ तिमीहरूको टिमवर्कहरू चाहिँ सबै राम्रो लाग्यो मलाई तिमीहरूले एकदम युनिटीमा काम गरेको रहेछ मैले चाहिँ यो प्रोजेक्ट तिमीहरूको अप्रोच गर्छु है तिमीहरूको प्रोजेक्ट चाहिँ अप्रोच थ्याङ्क यू सर ओके कामहरू सबै आफू गरेर हेर्छु अस्तितिर पनि धेरै दिन भएको थियो नो प्रब्लम त्यसमा म माइन्ड गर्दैछु A little arrogance in workplace can push a person to aim higher, but only when balanced with respect and teamwork.